दर्शकवृन्द यति बेला पाल्पा जिल्लाबाट खुसीको खबर आएको छ। पाल्पाको रिम्का लेकमा भेटिएको वनस्पति यार्सा गुम्बा नै रहेको पुष्टि भएको छ। 1800 मिटरको उचाइमा रहेको लेकमा यार्सा गुम्बा भेटिएपछि यति बेला स्थानीय उत्साहित भएका छन्। पाल्पाको रम्बा गाउँपालिका वडा नम्बर 2 र 3 मा पर्ने रिम्का लेकमा खाल्टा खन्ने क्रममा भेटिएको वनस्पतिको परीक्षण गर्दा यार्सा गुम्बा भएको पुष्टि भएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार ललितपुरमा वनस्पतिको परीक्षण गर्दा यार्सा गुम्बा भेटिएको हो। आधा जीव आधा वनस्पति रहेको यार्सा गुम्बा प्राय हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी हो। करिब 1800 मिटरको उचाइमा रहेको रिम्गाको लेकमा यार्सा गुम्बा भेटिएपछि अन्य लेकहरूमा पनि यसको अनुसन्धान र खोज हुनुपर्ने देखिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतमा रिम्घाको लेकमा सुन्तलाका बिरुवा लगाउने तयारी गर्दा खाल्टो खन्ने क्रममा यार्सा गुम्बा जस्तै देखिने प्रजाति स्थानीयले भेटेका थिए। परमले स्वरोजगारको लागि चाहिँ सुन्तलाको खेती माथि रिम्घामा चाहिँ सुन्तला खेती गर्न भनेर त्यसको लागि खाडल खन्न जाँदाखेरि अब त्यो खोज्दाखेरि एउटा चाहिँ यार्सा गुम्बा जस्तो भेटाइयो होइन। त्यो भेटाइयो अनि भेटाएर चाहिँ अब घरमा लिएर आइयो। घरमा लिएर आएर त्यो सर्च गरेर हेर्दाखेरि यार्सा गुम्बा हो कि अब अरू चाहिँ प्रजाति हो त्यो भन्ने चाहिँ आफूलाई चाहिँ केही थाहा भएन। तर चाहिँ त्यसैमा हल्ला फैलिएर सबै चाहिँ यसरी मिडियाहरू होइन सबै आउनुभएको छ। त्यसले चाहिँ यहाँ पक्का यार्सा गुम्बा नै हो भने झन् अझै राम्रो भयो हामीलाई। अब कस्तोमा भन्ने हो त्यो चाहिँ जस्तै खोल्स्याउँदाखेरि त्यो कसिङ्गरो हुन्छ, पातहरू झरेको हुन्छ नि जङ्गलमा, त्यो खोल्स्याउँदाखेरि त्यहाँ भेटाइयो। सुरुमा पत्याएर लागेन नि यो कुरा। अब लाग्नु त अब के लाग्ने हो र अनि हो कि किरा हो कि के हो भनियो होइन। पछि चाहिँ घरमा ल्याएर यसो हेर्दाखेरि सर्च गरेर हेर्दाखेरि अब भैँस जस्तो लाग्यो होइन। पाइनु चाहिँ पाइँदो रहेछ रिम्घामा। त्यो सबै 4-5 6-7 एकै ठाउँमा पाउने त्यस्तो प्रजाति त्यो यार्सा गुम्बाको प्रजाति जस्तै छ के अरे। अब हामी त अब त्यो जाँदाखेरि कसरी खोज्ने त्यो पातहरू रहेछ माथि होइन। पातलाई यसो सम्झाउँदै जाँदाखेरि त्यहाँ भेटिने रहेछ यसो टुसा जस्तो भेटिने त्यो बिउको। अनि खन्दाखेरि त्यो भित्र यार्सा जस्तै हुने त माथि चाहिँ वनस्पति त्यो के निस्केको त्यस्तै थियो। कसरी थाहा पाउनुभयो नि तपाईँले? अब हामीले थाहा पाएको त हिजो अस्ति पहिल्यै त्यो भएको रहेछ के अरे। उहाँहरूले यहाँको अलि मास्तिरको स्थानीयले चाहिँ त्यो सुन्तला रोप्नलाई खन्दाखेरि त्यहाँ भेटाएर रहेछ कि खाल्टो खन्दाखेरि त्यसरी त्यहाँ भेटाएर रहेछ। अनि त्यहाँदेखि यताउता सबै त्यो हल्ला गरिदिएपछि हामीले पनि हिजो त्यहाँ तल सुन्ने थियो गाउँमा सबै हल्ला भएको थियो। आउने चाहिँ आएको थियो। यार्सा गुम्बा जस्तै देखिने वनस्पति भेटिएपछि रम्बा गाउँपालिका र डिभिजन 1 कार्यालयले यार्साको प्रमाणीकरणको लागि कर्मचारी खटाएको थियो। त्यसपछि परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला पठाइएको थियो। पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सुरक्षा समितिको बैठकले जडीबुटी सङ्कलन बिक्री वितरण कार्य व्यवस्थित गर्ने गरी अझै केही दिन रिम्का लेक क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरेको जानकारी दिनुभएको छ। प्रचलित कानुनी व्यवस्था भएका जिल्लाका डिभिजन 1 र गाउँपालिकासँग सम्मेलन गरेर डिभिजन 1 कार्यालय पाल्पाले सङ्कलन कार्य व्यवस्थित गर्ने गरी बैठक टुङ्गिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभएको छ। त्यस क्षेत्रमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ।